मञ्चमा आसन ग्रहण गरेको मान्छेलाई चिन्नुभयो कि नै तपाईँहरूले? अहिले बस्नु भएको छ नि उहाँ, को हुनुहुन्छ उहाँ? केपी शर्मा ओलीज्यू हुनुहुन्छ है? हो, म उहाँको स्वर्गीय सचिव हो, तर अरू स्वर्गीय सचिवहरू छन् स्वर्गीय। म अनि तिनीहरूको पनि स्वकीयको स्वकीय नाम स्वकीय भएकोले मलाई स्वकीय भन्छ, उहाँहरूलाई बराबर स्वर्गीय सचिवहरू भन्न मिल्छ है। प्रधानमन्त्रीज्यू नमस्कार। हजुर नमस्कार। अर्को माइक पनि दिनु। प्रधानमन्त्रीज्यू नमस्कार। हेलो अनि एउटा राख्नु एउटा के छ बाहिर आन्दोलन चर्किरहेको छ, तपाईँले के बुझिरहनु भयो? तपाईँ पनि हरि हरि महा वैष्णवै हो है तपाईँ? आन्दोलन चर्किएको राज्यले थाहा पाइसकेको छ, तपाईँ प्रधानमन्त्रीले अहिलेसम्म थाहा पाउनु भएको छैन। हामी हेलो के आवाज आयो जस्तो भयो? प्रधानमन्त्री जी बाहिर आन्दोलन आइसकेको छ। हजुर कसको के आन्दोलन रहेछ बुझेर आन्दोलन त आन्दोलन हो, कसको हो हेरेर आए है त। एकछिन मोर्चा नसरा हाल्नुहुन्छ। प्रधानमन्त्रीज्यू शिक्षकहरूको आन्दोलन रहेछ, शिक्षकहरूको किन आन्दोलन गरे, कसरी गरे, त्यो कुरा त राम्रोसँग बुझ्नु पर्यो नि। जसले पनि आन्दोलन गर्दै जान्छ भने आन्दोलन गर्ने हो भने अरू काम कहिले शिक्षकहरूको अब साधारणतः होला अलिकति गाह्रै हुन्छ उहाँहरूको माग पुरा गर्न, राम्रोसँग बुझ्नुहोस् न। प्रधानमन्त्रीज्यू बोल्नुहोस् न, तपाईँ बस्ने बेला होइन यो। मान्छे अल्छी लागिरहेको हुन्छ, खालि उड्नुहोस् मात्रै भन्ने हो त, कहिले काहीँ बस्नु पनि त दिनु पर्यो। अस्ति मैले कहाँ सुनेको थिएँ के नेताहरू विदेशबाट के औषधि ल्याएर खान्छन् अनि कति बेला के बोलिदिन्छन् कति बेला के बोलिदिन्छन् भन्ने सुनेको थिएँ। आज तपाईँको अलि बोलाइ मिलेको छैन, कसमा पनि अलि यस्तो गर्नु न सोचो। शिक्षकहरू बाहिर आन्दोलन आइराखेको छ भनिरहेको छु मैले। पोहोर साल के गर्नुभयो त्यो कुरा उठाउनु। फोहोर फरारको सालमा त शिक्षकहरूलाई थमथम्याएर पठाएकै हो, फेरि आन्दोलन गर्न आएछ। यिनीहरूले कतिपटक आँखामा छारो हाल्नु पर्ने हो त, अझै छारो पुग्दैन जस्तो। तपाईँहरूको पोहोर फरारको जस्तो आन्दोलन नगर्नुहोस् प्रधानमन्त्रीज्यू। त्यो नजिकै सुरक्षाकर्ता तोड्ने सम्भावना गरेर आइसकेको छ नि। तपाईँ यसको बारेमा के भन्नुहुन्छ? अब शिक्षकहरूले त साधारण तरिकाले आन्दोलन छोड्दैन होला, यिनीहरू चाहिँ अब एकदम बौद्धिक वर्ग हुन्, अब तोडफोड त गर्दैनन्, त्यो चिन्ता छैन हामीलाई। तर पनि यहाँ भएका तपाईँहरू पार्टीभित्रका मान्छे, पार्टी बाहिरका प्रतिपक्ष दल सबै मिलेर यसको समाधानतिर लाग्नुपर्छ, नत्र भने भोलि गाह्रो हुन सक्छ। तपाईँलाई त्यत्तिकै मान्छेले यो केपी जाति सकिँदैन भने होइन क्या। तपाईँ बोल्नु पर्ने कुरा बोल्दै नबोल्ने कुरालाई अगाडि ल्याउनुहुन्छ।
तपाईँ अघि अस्ति के भन्नुहुन्थ्यो? अब यो अस्तिको तिनकुने घटना जस्तो त घटना घट्दैन होला। यसमा चाहिँ अब यसो मैले सुने अनुसार घुसपैठ यताउतिको कारणले गर्दाखेरि भयो होला। हाम्रो सरकारको तर्फबाट त्यो अवश्य पनि भएको छैन। अब यहाँ मन्त्री मण्डलमा रहनुभएका गठबन्धनभित्र रहेका र बाहिर रहेका जनप्रतिनिधिहरूलाई तुरुन्त बैठक बसाल्नु पर्यो। तपाईँ खतारी बक्सियोस्। आज तपाईँको स्वास्थ्य ठिक जस्तो लागेन मलाई। टाउको दुखिरहेछ। आज के गर्ने? अरूको सोकिए उनीहरूलाई सजिलो हुँदो रहेछ। यो केपी बाको सोकिए मैले माने भाइ यस्तो घामर छोरो रहेछ। यो यस्तो घामर छोरो रहेछ। बेलुका एक हुन्छ, बिहान एक हुन्छ, आफ्नो डिपी छोड्दैन। मैले के गर्ने होला? बडो गाह्रो भयो यार। त्यसैले त म यो साधारण सोल पहिनेर आएको छु क्या आज। के गर्ने? यस्तो अप्ठ्यारो छोरो छ। साधारण हुन्छ। तिनकुनेमा के भयो तपाईँलाई थाहा छैन? अस्ति तिनकुनेमा घटना घट्यो। यस्ता घटना घट्दै रहन्छन्। यी सबै पक्षलाई निहालेर काम गर्ने भने राज्य सञ्चालन गर्न गाह्रो छ। शिक्षा मन्त्रीसँग सल्लाह गर्नुहोस्, शिक्षा मन्त्रीलाई बोलाउनुहोस्। शिक्षा मन्त्रीले कतिचोटि प्रयास गरिसकेको छ। तपाईँले भने मान्नुभएको छ? तपाईँ जस्तो घामहरू कतिचोटि भने भन्नुभएको छ? यतिको सोकिए नभइदिए भए त तपाईँलाई एकै रात उल्टाइदिन्थे अरू दलहरूले। कुरा गर्नुहुन्छ तपाईँ। तपाईँलाई हर सुविधा चाहिन्छ, आफूलाई भने जस्तो चाहिन्छ। हजारौं भीम राहुल बनाइसक्नु भयो तपाईँले। बेकार गर्नुहुन्छ। म एकछिन आन्दोलन हेरेर आउँछु। तपाईँले हिजो सल्लाह भए अनुसार भन्ने कुरा भन्नुभएको छैन। हाम्रो आन्दोलन जारी छ। प्रधानमन्त्रीज्यू एकछिन तपाईँहरू भन्दा एकछिन उड्नुहोस् न। तपाईँ बस्न पायो भने जति पनि बसिदिने होइन। अहिले साल शिक्षकहरू छोड्ने जस्तो छैनन्। मुटु मिर्गाउला फाल्ने जस्तो छ अहिले। अब मेरो पेट गरी त मुटु मिर्गाउला कतिचोटि फेरे कतिचोटि हाले। तपाईँलाई के थाहा? तपाईँहरूको जस्तो एउटै एउटा मेरो यो फोटो किन डराउँदैन भने अब त्यसरी पो रहेछ नि त। हाम्रो एउटा रहेछ, उसको मुटु पेटभरि मुटु मिर्गाउला रहेछ नि क्या। त्यसले गर्दा नडराउने बुढो रहेछ नि यो त। माने बा यो बुढोलाई माने बाबा। मर्न लागेको छोरा आमा हात छोड्दैन हेर बाबा। छोरो कस्तो छ हेर न। सुकिया भुगेल त जा छोरो। खतरै छोरो पाउँछ। ल खचारी बक्सियोस् हजुर। अब एकछिन प्रधानमन्त्रीज्यू एकछिन उठी बक्सियोस् न। उठाउने हो कतिचोटि बसाल्ने हो। यो मान्छे पनि खतरै रहेछ। अब शेरबहादुर देउपालाई बोलाएर ल्याउनु पर्यो। उहाँले के सल्लाह दिनुहुन्छ त्यही अनुसार गरौँला नि। सल्लाह त सबैको लिनै पर्यो। यही बानी 22 नङ्ग्रे जस्तो छ क्या। तपाईँ शेरबहादुरको पनि सल्लाह दिए मान्ने मान्छे हो तपाईँ। हाम्रो नम्बर 1 तपाईँ। त्यो मानिदिए त म अहिले बोलाएर ल्याउँथेँ। के गर्ने? मान्नुहुन्छ कि नै? मान्छु, बोलाएर ल्याउनुहोस्। के गर्ने? उसको शेरबहादुरको सोकिए ल्याउँ कि महासोकिए मैले काम चलाउँ? शेरबहादुरजीलाई नै बोलाएर ल्याउनुहोस्। तपाईँ पनि आउनुहोस्। उहाँको के सचिव पनि बोलाएर। कस्तो घामट रहेछ यार। कान सुन्दैन क्या हो बडो। दुइटैको मैले सोकिए गर्दा हुन्छ कि हुँदैन? अब आजको दिन तपाईँ नै गर्नुहोस्। यस्तो छोरो हेर्नु न। यो बिस्तारो बोल्ने कलेजी बोल्ने छोरो यो। अब त्यो देउबा छोरो कहाँ बसिएको छ? अब बर्बाद भयो। यसो हेर्नुपर्छ होला। सभाज्यू नमस्कार। ए बुढा नीलकण्ठतिरै हुनुहुन्छ रहेछ तपाईँ त। त्यही थचारी बक्सिया रहेछ। के हो प्रधानमन्त्रीज्यूले बोलाउनु भयो? ए होले बसेको छ।
ल आउनुहोस् ल। आउनु आउनु अब त्यो घोडा दुख्छन् कि के हो कुर्सी यहाँ राख अरू त्यो खिच्ने टाढो नमस्कार सधैँ हुनुहुन्छ कि सधैँ हुनुहुन्छ त्यो खिच्ने बाहिर आयो भने है देख्दैन त्यो चिया सिया लिनुपर्ने हो कि सवाज्यू चिया सिया त्यति खाने बानी त छैन पेन्सन खाएर आएको ल ठिक छ अब म पनि बसेँ हजुर ल यो सबै सिद्धिमा के लागि सम्झिनु भएको प्रधानमन्त्री चाहिँ अब भन्नुहोस् त के हो कुराहरू शिक्षकहरूले आन्दोलन गरिरहेका छन् अरे उनीहरूको माग के हो त्यो सम्बन्धमा राम्रोसँग बुझेर उनीहरूलाई तत्काल उनीहरूको मागको सम्बोधन गरेर उहाँहरूलाई छिटै विद्यालयमा पठाउनु पर्ने भएछ त्यही भएर सल्लाह गरौँ भनेर हजुरलाई बोलाएर कस्तो कुराहरू चाहिँ त्यस्तो कुरा गरेको एकदम सरकारमा बसिराख्ने हो त आज 29 दिनको आन्दोलन भइसक्यो 29 दिनमा त पहिले सरकारले राजाले त जति छाडेको आयो भने तपाईँले यति दुई चारवटा मात्रै चेक पार्न सक्नु अरे त्योहरू सबै कुराहरू सक्नु अन्तर्जालीयलाई छिटो राम्रो चाहिँ अब अलि बिस्तारै बोल्नुहोस् न गाडी ब्यागबाट कति बुझिया कुरा कसरी तपाईँको कानमा वंशालु किरा पढ्न गए तपाईँको कानमा वंशालु किरा पढ्न हत्ता हुने भइदियो त यो देशमा क्या भने थियो शिक्षकहरूको आउने थियो त पत्ताले क्या भने गए आमा दुई प्रधानमन्त्री के अरे आमा महामन्त्री दुईजनालाई खटाइसकेका छौँ अरे अस्ति नै तपाईँलाई भनिसके होइन छिटो माग पुरा गरेर पठाइहाल्नुहोस् यो शिक्षकको आन्दोलन धाम्रो हुँदैन देशमा बाल बालिकाहरू शिक्षा क्षेत्र भ्रष्ट भयो सिद्धियो भनेर उहाँ रिसाउनु भएको यो होला अब बिर्सियो होला अब सबै कुराहरू सबैको दिमागमा हुँदैन नि त बिर्सिन सक्छ त्यो लेखेर दिनुपर्छ तपाईँले अब यति आफूलाई छिटो ल्याइहाल्नु पर्छ मैले अस्ति नै त्यो 25 कुरो हाम्रो महामन्त्रीले जाने तपाईँको लागि खडे छ उहाँसँग सम्पर्क गर्न सक्नु कस्तो गरेर चार अलिक कुरा गर्ने तरिकाले गरेर राज्य चलाउने सरकार चलाउने हामी यस्तो कुरा हुन्छ अब त्यो कुराहरू चाहिँ नै अब त्यो के हुन्छ शिक्षकहरूको मागहरूलाई शिक्षकहरूले सडकमा ल्याउनु त्यति राम्रो कुरो नै हो अन्तर्राष्ट्रिय पेजेन्ट हुन्छ यो त्यसो भयो भने त्यो तपाईँहरूले सक्नु सक्छ भएको हो त्यसैले त्यो के हुन्छ त्यो चाहिँ अब अरू प्रतिपक्षहरूलाई यताउति बोलाएर त्यसो बेला हाम्रो महामन्त्रीहरूसँग त्यो के भन्छ त्यो सहमति गरेर त्यो ठिक छ ऐन लेखेर यसो गरौँ न त त्यसो भने गठबन्धनभित्र तपाईँ पनि हो हामी पनि हो सबै मिलेर काम गरौँ शिक्षकहरूको समस्या समाधान गरौँ न तपाईँको आधा कुरै बुझिँदैन शिक्षा मन्त्रीलाई बोलाउने हो तपाईँको आधा कुरा नबुझ्ने यही बानीले त कतिले समस्या भइरहेको छ उहाँले के भन्नुभयो भने अन्तर्राष्ट्रिय पेजेन्ट भयो अरे त्यहाँ मिलेको छैन तपाईँको यो राष्ट्रियता अहिले यसरी मिलाउनु तर बड्डो छोरो प्रधानमन्त्री पायो भने अरू जग्गा होइन भन्ने छोरो भएको छ मरिया छोरो अहिले सुन्यो कि बड्डाले बड्डो खाना त सुन्दैन मैले ज्याबेन पनि हुन्छ क्या केही फरक पर्दैन खाना सुन्ने भइदियो शिक्षकहरू यसरी 19 दिनसम्म रोडमा आउँदासम्म त्यो छोरो हल्लिँदैन खाना सुन्दैन ज्यादा गरे पनि हुन्छ यसरी अब उहाँले के भन्नुभयो भने अन्तर्राष्ट्रिय बेइज्जत भयो हो नेपालको अन्तर्राष्ट्रिय शिक्षक संघले पनि समर्थन जनाएर पठाइसक्यो यो हाम्रो यहाँका मुख्य शीर्ष दलका नेताहरूको बेइज्जत भयो मैले अस्ति नै तपाईँलाई यो समस्या समाधान गर्नुहोस् भनेकै हुँ सल्लाह दिएकै हुँ दुईटा मन्त्रीलाई पठाएकै हुँ हो त्यस्तो भने हुनाले अनि पुरा रिसाएको छ नेता यति बेला गभर्नरको लागि कति पेल्नु भएको छ तपाईँले आफ्नो आलो पालो त सबैको आउँछ अब यही कुराहरू हुँदै गर्छन् त्यही कुराले गर्दाखेरि ढिला भएको हो अब कसरी समस्या समाधान गर्ने हो त्यतातिर जाउँ
तयारीहरू त सबैले हेर्नुहोस् आफ्नो लागि आफ्नो सरकारले भयो बेलामा आफ्नो भागनी जान्छ अन्तर्मानी कति क्षेत्रलाई चाहिँ अलग गरेको हो तपाईँले त्यहीहरू गभर्मेन्ट मन्त्रालय यत्रो चाहिँ राष्ट्रिय आन्दोलनहरूलाई त्यसलाई चलाउनु सक्नुहुन्छ तपाईँले त्यो अन्य हुन्छ त्यो संविधानमा लेखेका कुराहरू पुरानो ऐन त मान्दैन भनिहाल्यो नि शिक्षकहरूले नयाँ ऐन बनाउनु परेन सबै त्यही अवस्थामा राखिराख्ने हो तपाईँ पनि त्यही पनि हुन्छ गभर्नरले राख्ने कुरा होइन हेर्नुहोस् अब त्यसो चाहिँ अब विकास गर्नुपर्छ गभर्नरले ल्याउने कुरो हो राष्ट्रको अर्थतन्त्रको त्यसैले अब त्यो शिक्षकहरूलाई त अब काठमाडौँमा आउनुपर्ने कुरा आएन नि विद्यालयहरू विद्यार्थीहरू चाहिँ पढ्न पाएर अध्यापकहरूले गाली गरिरहेछन् त्यसैले अब यो कुरासँग गभर्नरको कुरो खासै नजाउनुहोस् यो गभर्नरको सामान्य कुरा हो तपाईँको 75% पुरै बुझिँदैन के कुरा छोटो सल्लाह गरेर उहाँले बुझ्नुहुन्छ त मेरो कुरा घटाखरी भने आचरण विश्वास भइसक्यो स्वागत भएको तपाईँले शिक्षकहरूको पेलाइ भन्दा गभर्नरको पेलाइले जोड दिनुभयो अरे गभर्नर अस्ति नै नियुक्ति गरिदिएको भए शिक्षकहरूको माग पूर्ति हुन्थ्यो अरे तपाईँको त्यो आना टिपी अस्ति नै देवबाजीलाई गभर्नर तपाईँको भयो भने भइहाल्थ्यो नि अनि छिटो छिटो शिक्षकको कुराकानी गर्न मिल्थ्यो शिक्षा मन्त्रीले तपाईँलाई कति प्रयास गर्नुभएको छ धेरै दुःख गरेर गर्नुभएको छ तपाईँ हल्लिँदै हल्नु हुँदैन त्यही कुरा भन्नुभयो उहाँले यो त कस्तो भने हलात्कार गोरु चुड्ने काम भयो कि यो दोष नलगाउनुहोस् मेरो बानी त स्पष्ट बोल्ने हो कहिलेकाहीँ उखान टुक्का गरे पनि झुट बोले पनि त्यो फरक केही पर्दैन कहिलेकाहीँ त्यस्तो भइहाल्छ अनि कोसँग कसरी हुन्छ यत्रो ठुल्ठुला समस्या समाधान गर्न सकियो यदि अब शिक्षकको माग पुरा गर्न सकिँदैन हामीलाई मात्र दोष लगाउने काम नगर्नुहोस् न अब यो गभर्नरको कुरा तपाईँ अघि राख्नु भएको छ त्यो सानो कुरो हो क्या हेर्नुहोस् यस्तो कुराहरू चाहिँ तपाईँ राज्य चलाउने कुरो यस्तो हुन्छ गभर्नरहरू पदबाट चाहिँ यस्तै सामान्य कुरा हो अनि यस्तै चाहिँ सामान्य कुराहरूलाई चाहिँ गरेर शिक्षकहरूले सबै यो शिक्षकहरूको आन्दोलनलाई यो चाहिँ पहल गर्ने अथवा यो शिक्षक आन्दोलनलाई स्थगित गराएर चाहिँ सम्पादन अधिकारले हाम्रो गुरुहरूले चाहिँ स्थिति प्रयत्न गर्नुपर्छ अब त्यसको लागि संसदहरू छन् संसदहरू अब त्यो हेर्नुपर्छ अधिवेशनहरू आउँदैछन् अब त्यो बजेट अधिवेशन तपाईँले त्यो कुराहरू गरिहाल्नुहोस् न त्यो गभर्नर साइड लगाइदिनुहोस् त्यसपछि त्यो चाहिँ मैले त्यही हुन्छ भने तपाईँले म छोडिदिन्छु गरेर त्यो शिक्षा तपाईँहरू संसद बोलाउनुहोस् त्यसपछि गर्नु अरू फाटन दिनुको कुरा म जान्दैन अध्यक्षद्वारा भए पनि शिक्षकहरूको माग पुरा गर्नुपर्छ तुम्ही दुईजना घालाले त नहल्ला म थोरै त्यो शान्त हुनेछ यति असरा त्यो अहिले गर्नुपर्छ तपाईँले भनेर तपाईँ बेलुका मलाई के भन्नुहुन्छ पक्न देउबा हल्लिनै दिएन हो पक्न भन्ने बानी हो क्या तपाईँको त्यो 22 नम्बरको बानी त उहाँले एकदम रिसाइसक्नु भएको छ संसद बोलाउनुहोस् अध्यक्षबाट हुन्छ कि संसदबाट पारित गरेर हुन्छ 2-4 दिनभित्र त्यो सिद्ध्याउने गरे त्यसको लागि अब संसद बोलाउनु पर्ने भयो नि त बोलाइसकिया छ होइन तपाईँले त बोलाउनु पर्यो नि अस्ति नै बोलाइसक्यो हो अब तपाईँहरू मलाई सहयोग गर्नु हुँदैन अनि के गर्नु अब त्यसमा चाहिँ अब तपाईँ दुईजनाको सहमति अब संसद बोलाएर त्यहाँबाट निर्णय गर्ने भन्ने कुरो भयो होइन ल त्यसो भने पछाडि बसिया अब उठी पछाडि बसिनुहोस् ल बुढाहरूलाई यता कतातिर राख्ने होला यहाँ पछाडि नै राख्ने हो कि तपाईँतिर पछाडि बस्यो हजुर पुष्पकमल दाहाल प्रचण्ड आइबक्सनु भएको छ तपाईँले थाहै छ उहाँको स्वकीय पछाडि हुनुहुन्छ के सुन्नुभयो अध्यक्षज्यू मैले निश्चित रूपमा भन्ने हो भने यो कुर्सीमा त गनाइरहेछ त यो कुर्सीमा देउबा गरिरहेछ भने निश्चित रूपमा भन्ने हो भने एक कुर्सीमा प्रचण्ड गनाइरहेछ एक कुर्सीमा केही गनाइरहेछ मलाई ट्राई दियो तर यसरी सुनेर मन त जङ्गली सुँगुर जस्तो सुनेर थाहा पाउनु हुन्छ भन्ने कुरा त मलाई ट्राई थिएन हजुरले त्यो आज अल राज छौँ है चिन्ता नहोस् तपाईँलाई राजनीति खेला
बिमारी हो भन्ने कुरा सोधिएको भने अनुसार थाहा थियो अरे यसरी सुँघेर पत्ता लगाउने कुरो त अहिलेसम्म पनि उहाँलाई किन बताउनु भएन तपाईँ अनि निश्चित रूपमा भन्ने हो भने हामी कति जङ्गल बस्यौँ कति यहाँ आयौँ तपाईँले थाहा छ हजुर बस्नु जङ्गल 10 वर्ष बस्नु अनि निश्चित रूपमा भन्ने हो भने हामीले जङ्गलमा नाप्यौँ जङ्गलमै कटिङ नगरेर यहाँ कटिङ गर्न आयो भन्ने हाम्रो मान्ने मुनि निश्चित रूपमा बस्ने हो भने म यहाँ बस्दैन यहाँ केपी गनाएको छु बरु म देउवाजीकैसँग बस्न चाहन्छु यहाँ मिलाउनु पर्ने छ खाना खानुभयो पछ्याउनु भएको भए हामी निश्चित रूपमा उहाँको मागहरू पुरा गरिदिन्थ्यौँ तर के गर्नु मुनि आखिर भन्ने हो भने शिक्षकका मागहरू आफू सत्ता पक्षमा हुँदाखेरि देखिने रहेछन् र प्रतिपक्षमा हुँदाखेरि देखिँदो रहेछन् सत्ता पक्षमा हुँदाखेरि देखिने होइन त्यही हो भन्ने कुरा के खानाको चिन्ता गर्नुहुन्छ तपाईँ अरू सोध्दैन केजी ओछिन है अघि म अलिक प्रश्न भएन उहाँ सुन्दाखेरि के को सुन्दै सुँगुरको सुँगाइ कस्तो लाग्यो सुँगुरको जङ्गलमा बसेर होला 10 वर्ष जङ्गलमा युद्ध गरेर उहाँले सुँगुरको सुँगाइबाट राजनीतिको बारे पत्तो लगाउनु हुँदो रहेछ होइन निश्चित रूपमा तपाईँ पनि जबरजस्ती कुरा कल्पनाको कुरा नगर्नु अब त्यो बाहिर शिक्षकहरूको आन्दोलन चलिरहेको छ तपाईँको विचारमा अहिले तपाईँ सत्तामा हुनुहुँदैन होइन तपाईँको विचारमा शिक्षक पार्टी कस्तो कार्यरत छ त तपाईँले अब देखाउनु पर्छ तपाईँ त खतरा खेलाडी मान्छे होइन राजनीतिको अब देखाउनु पर्ने यतिखेर नै होला अनि निश्चित रूपमा अन्य यो मै खेलाडी म सत्ता पक्षमा भएको भए शिक्षक आन्दोलन आज यत्र 19 दिन हुँदासम्म भएको आन्दोलन म 19 घण्टामा समाधान गर्ने थिएँ भन्ने मेरो ठम्याइ छ तपाईँको 80 सालको प्रधानमन्त्री हुँदाखेरि पनि यस्तो आन्दोलन शिक्षकहरूको आएको होइन तपाईँले किन गर्न सक्नु भएन त अहिले अर्काको अब सत्ताबाट बाहिर छु भनेर भन्ने होइन नि तर खेल त देखाउनै पर्छ 84 मा पनि प्रधानमन्त्री हुन पाइएन नि हो कि होइन कुनै निश्चित रूपमा अन्य हो भने मेरो पालामा पनि आन्दोलनकारी आएका तर सकिए साथीज्यू तपाईँ त्यो कुरा याद राख्नु कि मेरो पालामा शिक्षक आन्दोलनकारीहरू 19 दिनसम्म त आएनन् समाधान नगरे पनि चुटकीमै धपाइदिए अब सत्ता बाहिर हुनुहुन्छ अब तपाईँले देखाउनुहोस् के छ विचार मुनि निश्चित रूपमा मैले अस्ति नै भनिसकेँ मेरो काम अहिले घचघचाउने हो मुनि निश्चित रूपमा भन्ने हो घचघचाउने हो मैले घचेका भन्ने हो भने घचघचाएकै छु शिक्षक आन्दोलन चलिरहेकै छ सरकारै गइरहेको अनि निश्चित रूपमा सरकारले कामहरू समाधान गर्नका निम्ति मैले शेखर मुलालाई पनि भनेकै त कामै गर्दैन तपाईँ त खतरा खेलाडी गाउँको हल्लाउने हात पनि यसरी चलाइरहनु भएको के हो जाल बुन्न लाग्नु भएको हो त जस्तो लाग्छ है मैले निश्चित रूपमा मैले यस्तो गर्दा त्यो जाल बुन्नै त जाल बुनेरै अहिलेसम्म टिकेकै छु यसपछि 84 मा उम्मेदवारै त्यही भएर त मेरो अहिले केपीजीका पछाडि नलागौँ भनेर देउबाजीका पछाडि हल्का लाग्ने सङ्केत छ त्यही भएर त म शेखर मुलासँग पनि राष्ट्रिय बसेका थिएँ एकछिनमा बोलौँ है तपाईँको अलि एउटा कुरा बुझिन अब मैले आज केही सोध्न खोजेँ हजुरलाई तपाईँ भित्र बस्दाखेरि प्रधानमन्त्री हुँदाखेरि चाहिँ तपाईँले
शिक्षकको चाहिँ माग मुद्दाहरू त्यो कार्यान्वयन गर्छौँ भनेर भित्र थन्काएर राख्नुभयो होइन। जब सत्ताबाट बाहिर निस्किनु भएको थियो कि शिक्षकको माग छिटो पुरा गर्नुपर्छ भनेर तपाईँ त्यो भाषा बोल्नुहुन्छ। फेरि अरू कुरा पनि सुनिन्छ, टियर ग्यासहरू पनि 2-3वटा छर्किनु भयो गरे, यसो कहिले शेखरतिर कहिले गगनतिर पनि हान्नुहुन्छ भन्ने कुरा सुनिन्छ। अनि गाउँतिर पनि तपाईँ अब गाउँतिर बढी मुन्टिने विचार गर्नुभएको छ तपाईँहरू, के हो? मुनि निश्चित रूपमा गाउँ जानु हामी स्वाभाविकै हो, आफै निर्वाचित भएको ठाउँमा जानु स्वाभाविकै हो। तर पनि के भने निश्चित रूपमा यत्रो 19 दिनसम्म आन्दोलन गर्दा गर्दै पनि हाम्रा सरकार पक्षले समाधान नगरेकै कारणले गर्दा पनि हामी लाग्नै पर्ने देखिन्छ। त्यही भएर मेरो 52.5 को माल चितवनतिर छ, म जाँदैछु। त्यसका लागि म सरकारलाई चाँडो शिक्षक आन्दोलनको माग पुरा गरिदियोस् भन्न म चाहन्छु। तर वास्तवमा भन्ने हो भन्दाखेरि मेरो तपाईँले थाहा पाउनु थियो होला, प्रचण्डको बोली हेर्दै मैले मेरो पालामा पनि शिक्षकका मागहरू पुरा गर्नु भनेकै थिएँ। अहिले पनि म भन्दैछु, म उनी अर्को जस्तो बोली भन्ने मान्छे होइन। तपाईँलाई माने मैले जङ्गलमा हुँदाखेरि सुँगेर पत्ता लगाउनु भयो सिंहदरबार कहाँ छ भनेर होइन। तपाईँ जस्तो यो राज्यलाई उही उल्टाउने उही फल्टाउने, तपाईँ चकला हँसाउने बेलुका रुवाउने छोरो त जन्मिए हो है। तपाईँ त्यो सुँगेर पत्ता लगाउनु भयो, वीरेन्द्र कहाँ छ, अर्को गिरिजा बाबु कहाँ छ, बसेर जङ्गलबाट सुँग्नु भयो। यहाँ आइसकेपछि कहिले 32.5 को माल पार्ने, कहिले 52.5 को चितवनमा पार्ने, अनि राज्यलाई उथल पथल गर्ने छोरो त जन्मिए हो। तपाईँ माने तपाईँ त्यहाँ सकिएलै सोध्नु अनि मेरो मभन्दा पनि उथल पुथल गर्ने तपाईँले मलाई खेलाडी भन्नुभयो, मभन्दा पनि उथल पुथल गर्ने अर्का 2 छ। त्यही भएर त अहिले म ब्याग राख्छु नि मुनि, त्यो पनि बुझ्दिनँ पऱ्यो हजुरले। अनि सकियो साक्षी आजको कार्यक्रम के छ? आजको कार्यक्रम सर्वप्रथम तपाईँले सरसफाइ गरेर टाउकोमा तेल लगाएर कपाल ठाडो ठाडो बनाउने होइन। अन्त शिक्षकहरूको आन्दोलनको बारे छलफल गर्ने, आफ्नो कार्यकर्ताहरूलाई सम्मान गर्ने, यति हो। अब कुरा त भइसक्यो मुनि। मैले के भन्न चाहन्छु भने यो शिक्षक आन्दोलनमा मुनि मेरो पनि समर्थन छ। सुनुहुन्छ उहाँको भनाइ के छ? ल यहाँ भित्र आइबक्सियोस् हजुर। हजुर यहाँ बस्नुहुन्छ मन्त्रीज्यू, सोकेज्यू हजुर। नमस्कार। अन्तिम भयो। कन्चै हुनुहुन्छ? आराम बिसन्चो कस्तो छ हजुरलाई? के को सञ्चालन? रात दिन शिक्षक महासङ्घले आन्दोलन गरेर दिन खानु छैन, रात सुत्नु छैन। अहिले त आफ्नो सत्तामा हुनुहुन्छ, यतिखेर तपाईँले आफ्नो शिक्षकको जायज मागहरू पुरा गर्न सक्नु भएन भने त पछि तपाईँको राजनीति स्थितिलाई अलिक राग बोर्डमा लैजान्छ कि भन्ने आशंका जागिरहेको छ। शिक्षकहरूको जायज मागहरूलाई त मैले र मेरो मन्त्रालयको तर्फबाट गर्ने सबै गरिराखेकै हो। मन्त्रीजी के अरे शिक्षक महासङ्घका साथीहरूलाई बोलाएकै हो उसमा मिटिङमा। उहाँहरूले आउन मान्नु भएन। 2-2.5 घन्टा जति कुराइसकेपछि उहाँहरू आउनु भएन। त्यसपछि हामीले प्रधानमन्त्रीज्यूसँग अनुरोध गरेको, तर प्रधानमन्त्रीज्यूले हाम्रो केही कुरा सुन्नुहुन्न। सायद महिला मन्त्री भएर होला, उहाँले केही कुरा सुन्नुहुन्न। पुरुष मन्त्री भइदिएको भए उहाँले सुन्नुहुन्थ्यो होला। र अर्को कुरा कहिलेकाहीँ फेरि प्रधानमन्त्रीज्यू अहिले तपाईँको भनेको भनाइ सुन्नु भएन भने कहिले सुन्नुहुन्छ त? आफ्नो सत्ताको अहिले त शिक्षा मन्त्री तपाईँकै छ, प्रधानमन्त्री तपाईँकै, अनि अर्थमन्त्री तपाईँकै। यति बेला यो अहिले ल्याउन सक्नु भएन। अब नेपालमा शिक्षा ल्याउन हामीलाई साह्रै, शिक्षकहरूलाई साह्रै गाह्रो पर्छ। हामीले भन्नुपर्दा त हाम्रो पार्टीको राम्रो भविष्यको लागि त 84मा एकाले नयाँ बनाउनुको लागि धेरै अग्रसर छ।
यतिखेर गर्न सक्नु भएन भने त योभन्दा पछि हाम्रो एमालेको सरकार पनि अलि खराब हुँदै जान्छ होला नि त मन्त्रीज्यू। त्यो त स्वकीय सचिवज्यू मैले भन्दा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले बुझ्नुपर्ने कुरा हो है। अनि अब मैले चाहिँ शिक्षकहरूको जायजहरूको मागहरू पुरा गरेर शिक्षकहरूतर्फ लागेर शिक्षकहरूको लागि गरेर पुरा गरौँ भन्दा कहिलेकाहीँ मेरो यो मन्त्री पद यो कुर्सी पनि फुत्केला गइहाल्ला भन्ने डर लागेर कुन दिनमा मैले प्रधानमन्त्रीज्यूले यो कुर्सी चाहिँ फुत्काएर अरूलाई दिँदैन होला भनेर मलाई बहुत डर लाग्छ हेर्नु। र पार्टीको लागि गर्ने हो तर मभन्दा पनि माथिको प्रधानमन्त्रीज्यूले यो कुरा बुझिदिनु पर्छ। अब सुन्नुहोस् है, कहिलेकाहीँ डर लाग्छ हेर्नु। धौ गरेर पाएको यो मन्त्रीको कुर्सी है हडपेर अरूले लैजान्छ कि भन्ने डर लाग्छ। अनि माथिबाट बुवाले निगा भएर बुवा त भन्छन् होइन के विवाद है त्यो निगा भएर मलाई बक्सेको त्यही भएर ढोक्छु। तपाईँ एउटा असल लिडर भएर आफ्नो खुसीको लागि स्वार्थ व्यवहार गर्नुहुन्छ भने अनि कसरी देश चलाउन सक्नुहुन्छ? सुन्नु न बाहिर आन्दोलित शिक्षक साथीहरू, तपाईँको मागलाई म हाम्रो रुइराखेर बसिराख्नु भएको छ है। त्यस कारणले म चाहिँ जति लागि परे पनि जति लागि परे पनि उहाँ चाहिँ सुन्नु हुँदैन। त्यसैले म केही गरिहालौँ, तपाईँको जायज मागलाई केही गरिहालौँ र तपाईँहरूको पक्षमा लिउँ भने पनि स्वर्गीय सचिवज्यू माथिबाट फेरि मलाई टिकट नदिनु होला भन्ने डर लाग्छ। त्यसैले म चाहिँ अलि डरले गर्दा कुर्सी बचाइराख्न मन लाग्छ, त्यस कारण समातिराखेको छु कुर्सी। बुझ्नुभयो नि? त्यसो हुँदैन मन्त्रीज्यू। अहिले शिक्षकको जायज मागहरू तपाईँले पुरा गर्नुभयो भने यही के अरे एमाले सरकारबाट तपाईँ मन्त्री के अरे पद पाउनै पर्छ भन्ने जरुरी छैन नि त। पछि स्वतन्त्र हुनु न त भइहाल्छ। त्यसपछि प्रधानमन्त्री बन्ने अवसर पाउँछ। अहिलेको शिक्षक देशभरिका शिक्षकहरूले 2084 सालमा उसको परिवार सबै तपाईँले पद दिनुहुन्छ अनि तपाईँ जननिर्मित प्रधानमन्त्री बन्न सक्नुहुन्छ है भन्न त भन्नुभयो। तर म कसरी होला जब कि पार्टीले टिकटै दिँदैन भने म कसरी मैदानमा जाने? मेरो त्यसैमा ट्र्याकमा बसेछ अनि म कसरी स्वतन्त्र भएर उठ्छु नि? त्यसकारण म चाहिँ धन्यवाद मन्त्रीज्यू। यहाँ वार्ता भयो, सबै कुराहरू भइरहेछ, तपाईँहरूले सुन्नु भएको छ। अब उहाँले स्वतन्त्र हुन विचार गर्नु भएन, किनभने 30 सिट स्वतन्त्रबाट जितेर सभापतिज्यूको हालत त्यो भयो भनेर उहाँ त्यतातिर फर्कन चाहन्न भन्ने कुरा गर्नुभएको छ। त्यो कारणले हजुरहरूको केही कुरा छ भने अब गरौँ न, तर शिक्षक आन्दोलन बाहिर एकदम चर्किरहेछ, के गर्नुपर्छ? प्रधानमन्त्रीज्यूलाई, सम्मान्य प्रधानमन्त्रीज्यूलाई मेरो यो अनुरोध छ कि शिक्षकहरूको जायज मागलाई जसरी हुन्छ 19 दिनभन्दा पनि उता नलगाउने गरेर माग पूर्ति गरिदिनु होला। र म केही लागि परौँ भने पनि मेरो त हात खुट्टा बाँधिएको छ, म केही गर्न सक्दैन। मैले अनुरोध मात्रै गर्ने हो, जे गर्नु छ सम्मान्य प्रधानमन्त्रीज्यूले नै गर्नुहुन्छ। हस्त धन्यवाद। प्रचण्ड भाइ आन्दोलनकारीले घेरा हाल्नु सक्दैन है। तपाईँहरू भित्र जानु।
मन्त्रीको भित्र आउनु शिक्षकहरू बोल्नु के भन्नु भइसक्यो क्या हो शिक्षक साथीहरू शिक्षकको घेरा हालेर यो हाम्रो राष्ट्रिय नेताहरूलाई पुरो आपत्ति गर्न पारिसक्नु भएको छ होइन यो उहाँहरू आँटिसक्नु भएको छ खुट्टा हेर्नुहोस् न कतिकोमा कामेर हो हेर्नुहोस् उहाँहरूले तपाईँले भनेको कुरा मान्छु भनेर बिचमा कामी राख्नु भएको छ म यसको उहाँलाई भन्न सल्लाह सुझाव गर्छु तपाईँले चाहनुभयो के हो म उहाँलाई अनुरोध गर्छु धन्यवाद। नेपाल शिक्षक महासङ्घले 19 दिनसम्म आन्दोलन जारी राखेको छ सडकबाट तर उहाँले कानमा के लागेर बस्नुभएको छ चाहे प्रधानमन्त्री होस् चाहे शिक्षा मन्त्री चाहे देउबाजी होस् चाहे प्रचण्डजी होस् हाम्रो आन्दोलन हाम्रो दुईटा माग हो एउटा माग सङ्घीय शिक्षा लागू गर्ने एउटा विद्यालय शिक्षा हामी हाम्रो साथमा चाहिँ सङ्घीय शिक्षा र साथमा चाहिँ विद्यालय हुनुपर्छ हाम्रो माग हो दुईटा माग हो हाम्रो एकल माग हो यो सरकारले तुरन्त पुरा गरेन भने हामी 19औं दिनदेखि 8 महिना भयो 9 महिना पनि हाम्रो आन्दोलन जारी रहन्छ। तपाईँ पोहोर साल त यति कडा प्रस्तुत हुनुभएको थिएन अहिलेसम्म तपाईँ निकै के हो सरकारले जहिले पनि संविधानको नाममा लयपट दिनु अब हामी लयपटले चाहिँ हामी मान्नेवाला छैनौँ हातमा चाहिँ सङ्घीय शिक्षा र साथमा चाहिँ विद्यालय लिएर हामी चाहिँ जाँदैनौँ यो हाम्रो चाहिँ अठोट दीर्घ माग हो यो हाम्रो आन्दोलनकारीहरूको माग ल प्रधानमन्त्रीज्यू मेरो कुरा सुनिदिनु अब नेताहरू आतुर भइसकेर यहाँ हेर्नुहोस् कस्तो छ आतुर बिचरा थोथर कामेर आछन् होइन लक्ष्मी किशोरजीले बोलिसक्नु भएको छ हामी शिक्षा आयोग प्रणालीलाई भर्ती गर्नु भनिरहन्छ त्यसको बारेमा प्रधानमन्त्रीज्यू अब के भन्नुहुन्छ अब शिक्षकहरूले पनि ज्यादै गर्न लाग्यो अब शिक्षकहरूका जायज मागहरू सबै पुरा हुन्छन् तपाईँहरू दबाएर बस्नुहोस् हामी तपाईँहरूलाई ऐन देखेर तपाईँहरूलाई हातमा दिन्छौँ तपाईँहरू आफ्नो विद्यालयमा फर्किएर शिक्षा लाभ गर्नुहुन्छ लक्ष्मी किशोरजी तपाईँ यो पालि धेरै टोपी आउँदै आफूले भने राष्ट्रिय माग हो प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीज्यूले म संसदबाट सङ्घीय ऐन पारित गरेर तपाईँ हातमा दिन्छु भनिसक्नु भएको छ तपाईँले पोहोर सालको अविश्वासले गर्दा आन्दोलन जारी राख्नुहोस् बरु ठिक छ राख्दै गर्नुहोस् आन्दोलन गर्दै गर्नुहोस् ऐन लेखाउने प्रतिबद्धता दिनुभएको छ आजको लागि उहाँलाई मैले सुरक्षा गरेर लिनुपर्छ तपाईँ सडकमा माइतीघरतिर जानुहोस् मण्डलतिर जानु तपाईँ मण्डलतिर जानु प्लिज सुरक्षा गरौँ चाहिँ साथीहरू ठिक छ धन्यवाद ल प्रधानमन्त्रीज्यू अब पनि तपाईँले उहाँ शिक्षकको अगाडि बोलेको कुरा छुटा गर्न मिल्दैन संसदबाट हुन्छ कि अध्यादेशबाट हुन्छ ती शिक्षकहरूलाई 19 दिनसम्म कथन